सो तपाईहरुले देखिसक्नु भयो होला मोस्ट कमन प्लेस हामी कहाँ छौं भनेर हैन। अन्त अब हामी चाहिँ पूजा खिचिबिरीको सकेर पेलिङ हुन्छौं हैन। पेलिङ जाने हामी स्काई वक यहाँनिर पूजाहरु के सकेर चाहिँ दुइङ यहाँ छ चिन्टु निरा अपा पा तेरो लागि पनि एउटा किन्नु पर्छ नि यसको पनि आयु छ मेरो आयु छ दुइङ छ यहाँ घाँटी दौड रे कफी दिनु त्यसरी ब्याक सो पेलिङ चाहिँ आइपुगेको जस्ट मात्रै थियो। ब्रेकफास्ट के भयो भन्दाखेरि चाहिँ बन्द भएछ क्लोज हैन। चिन्टु यसले चाहिँ मलाई लिन आएको लिन आएको रे यसले मलाई हैन। स्काई वक जाउँ भनेको त हामीलाई चिन्दै थिएन हो। सो जुम्ला बोला कस्तो लिन आएको हौ मलाई त पेलिङ त बन्द भएछ। मेरो दिदीहरू आउनु हुँदैछ एकदम मम खानले आमा हाम्रो आप्पा चाहिँ यस्तो दामी निराज छ कि छैन अब यतिको चाहिँ हुनु पर्यो नि त मुनङ्काउ दिदीले धन्न स्काई वक पनि हतार हतार घुमियो होइन। सरले भन्नु भएर तर घुम्नु चाहिँ मजा आउने थियो। तर आमा र आप्पा चाहिँ अत्तालेर हिँड्नै सकेन। प्लस आप्पा चाहिँ लक भएको जस्तो भयो होइन। त्यही भएर चाहिँ मलाई नर्भस भयो। अन्त मैले चाहिँ भिडियो राम्रोसँग बनाउनु पाइनँ गाइस। नेक्स्ट टाइम कहिले आउँछु एक्लै साथीहरूसँग त्यति बेला चाहिँ राम्रोसँग बनाउँछु। अहिले चाहिँ यति नै राखी दुःख छ। बाई बाई। आजको डे हाम्रो ट्रिप यति नै हो। अब ब्याक टु होम।